युरिया सर्टेज भएर उत्पादन घट्छ कि भन्ने तनाव छ। अब मल कारखाना बन्न पर्दैन भन्ने कुरा भन्दा पनि अब युरिया मल सर्टेज हुँदा पनि धानको उत्पादन नघटाउने दुईटा उपाय आज हजुरहरूलाई भन्ने छु। पहिलो उपाय हो ढाइचा। अब हजुरहरूले ढाइचा प्रयोग गर्नुभयो भने जति युरिया हाल्नु पर्थ्यो त्यसको आधी युरिया मात्रै हाल्दै पुग्छ भन्नाले हजुरहरूले पहिला 10 किलो युरिया हाल्नुहुन्थ्यो भने अब 5 किलो युरिया र ढाइचा प्रयोग गर्नुभयो भने उत्पादन मजाले आउँछ। ढाइचा हावामा भएको नाइट्रोजन जमिनमा पुर्याइदिने एउटा अचम्म खालको बाली हो। हजुरहरूले धान रोप्नुभन्दा 45-50 दिन अघि ढैँचाको बिउ छर्दिनु अनि फुल फुल्न सुरु भएपछि त्यो खेत जोतेर ढैँचालाई माटो मुनि पुर्याइदिनु। माटो मुनि गएको 2-3 दिनमा ढैँचा कुहिएर मल बन्छ अनि त्यसमा धान रोप्न मिलिहाल्यो। यसरी ढैँचालाई मलको रूपमा प्रयोग गर्दा युरिया आधा हाले भइहाल्यो अनि बोनसमा अरू मल पनि कम चाहिन्छ, रोग किरा झार पनि कम आउँछ र मेन कुरा माटो सुधार हुन्छ। अर्को उपाय हो एजोला। अब हजुरहरूले एजोला प्रयोग गर्नुभयो भने युरिया 25% कम हाल्दा पनि उत्तिकै उत्पादन हुन्छ। एजोला एउटा जलउङ्गी हो जसको पातमा एउटा ब्याक्टेरिया हुन्छ जसले चाहिँ वायुमण्डलमा भएको नाइट्रोजनलाई स्थिरीकरण गर्ने काम गर्छ। यो एजोला दुई तरिकाबाट धान खेतमा प्रयोग गर्न सकिन्छ। पहिलो त धान रोप्नुभन्दा 2-3 हप्ता अगाडि खेतमा एजोलालाई छर्ने र एजोलाले 2-3 हप्तामा पुरै खेत ढाकेपछि हामीले त्यसलाई जोतेर धान रोप्नुपर्छ। अर्को धान रोपेको 1 हप्ता 10 दिनपछि 15 देखि 30 केजी प्रति कट्ठाको दरले धान खेतमा एजोलालाई हालिदिने। त्यो एजोला हालेको 15 देखि 20 दिनपछि एजोलाले सबै खेत ढाक्छ र त्यसपछि पानी सुकाएर एजोलालाई माटो मुनि पुग्ने गरी मिसाइदिनुपर्छ। अब हजुरहरूले यो ढाइचा एजोला प्रयोग गर्नु भएको थियो कि थिएन? यदि प्रयोग गर्नु भएको थियो भने त्यसले उत्पादनमा वृद्धि गर्यो कि गरेन? हजुरहरूको अनुभव चाहिँ कमेन्ट गर्नु होला। आजको लागि यति नै। हस् त, धन्यवाद। है